हेलो गाइस, सबैजनालाई स्वागत छ पानी परेको मौसममा है। अनि आज चाहिँ पानी परिरहेछ अनि पानी पर्दा पर्दै चाहिँ हामी पिकनिक छ गाइस। जुन ठाउँमा पिकनिक छ त्यहाँ चाहिँ पानी परेछ कि छैन त्यो चाहिँ थाहा छैन। सो अब हामी चाहिँ 7 बजेको छ बिहानको। अब निस्किने दया आउनुहुन्छ लिन हामी जान्छौँ आजको पिकनिकको लागि। रमाइलो गर्नुपर्छ गाइज। अनि गाइज हामी चाहिँ हिँडिसक्यौँ, तयारहरू लिन आउनुहुन्छ क्या हामीलाई। अनि हामी चाहिँ गाडीमा तयार गरेर अनि हामी चाहिँ यहाँ पिकनिक गर्ने ठाउँमा आइपुग्यौँ। लगभग अहिले चाहिँ काम लागिरहेको छ। पानी परिरहेको थियो। हामी चाहिँ यहाँ गाडी पार्किङमा छौँ। सो कहाँनिर पार्किङ गर्ने भन्ने चाहिँ हामी यहाँ दाइहरूले खोजिरहनु भएको छ। अब हामी त्यति लाग्छौँ गाइस। फाइनली हामीले चाहिँ हाम्रो चिउस्याजो भेटायौँ होइन। यहाँनिर गाडी पार्किङ भइरहेको छ। अब हामी यहाँबाट जान्छौँ अगाडि, त्यहाँ माथि पुग्नुपर्छ। सो अब यहाँबाट हिँड्नुपर्ने हुन्छ। हेर्नुहोस् न गाइस, यहाँ पुरै पानी हुनुपर्ने पोखरी सुकेर कस्तो के भइदिएछ। अगाडि उहाँ पुरा भिडियो फोटो सेसन चलिरहेको रहेछ त्यहाँ माथि चाहिँ। हामी चाहिँ यहाँबाट जान्छौँ। साथीहरू चाहिँ अगाडि आइपुगिसक्यो अरे उता। अनि जहाँ नेपाली त्यहाँ म्युजिक गाइस। त्यहाँ पुरा अगाडि चाहिँ उस भइरहेको कस्तो ब्लड देखिरहेको गाइस। अनि यो चाहिँ दामी बोर्ड छ है। यसमा यो फुलेको फुलले चाहिँ एकदम मिठो बास्ना दिइरहेको हुन्छ। म पनि छु यहाँ। हामी यहाँ चाहिँ मोबिजी हुने रुख हो यो चाहिँ है। अहिले हल्का हल्का मात्र भइरहेको रहेछ। यहाँ हेर्न सक्नुहुनेछ जरायो खरायो। यहाँ यही पाउने रहेछ कि। हामी चाहिँ मियामा कस्तो ब्लड आइरहेको छ यार। मियामा भन्ने ठाउँमा आएको छौँ गाइज। हामी चाहिँ यहाँ पिकनिक भन्दा पनि बढी खानालाई आएको हो कि। अनि त्यहाँ चिया बनिरहेको रहेछ होइन। अब हामी चाहिँ चिया खानु जान्छौँ। ओ यहाँ त लास्टै फुल फुल्ने है। मैले चाहिँ 2 कप खाने विचार गरेको थिएँ। अब के हुन्छ थाहा छैन गाइज। 1 ग्लास मात्र दियो भने 1 कप लिन्छौँ भने। अनि गाइज आउने बित्तिकै तातो चिया। हामी यहाँ चिया खान लागेको छौँ टन्नै मान्छे। हाम्रो चिया खोइ है गाइज। 2 गिलास चिया लिने भनेको पायो तर कम भयो चिया। ब्रेड लिएर आउँछ है। पुग्छ तिमीलाई त्यो भयो जाउँ न जाउँ। अनि हामी चाहिँ चिया खाएर अब यहाँ बाहिर एकछिन घुम्न निस्किएको है। यहाँ चाहिँ पोखरी छ तर यो पोखरी के हो कस्तो धमिलो यार। राम्रो हुनुपर्ने त धमिलो धमिलो। कत्रो आएको नि म तिमीहरू भ्लगमा देख्नु पर्यो भने ल देखिनु पर्यो। बोला के बोल्नु अब। हेलो आज चाहिँ हामी पिकनिक आएको है साथीहरू। साथी भेट्दाखेरि चाहिँ कस्तो रमाइलो भइरहेको छ। मेरो नाम चाहिँ सुरक्षा अधिकारी। म चाहिँ पहिलेदेखि आएर हो। तिम्रो नाम अहिले पहिलेदेखि आइरहेको भने होला नि फेरि। मेरो नाम चाहिँ काजल घिसिङ। फेरि म आएँ। अब मेरो नाम चाहिँ सिरिजना नगरकोट। कौन है ये लोग? कहाँ से आते हैं? हैन जेनिसा गाइड चिन्नु भएन नि मलाई त चिनिहाल्छ। अनि म चाहिँ नयाँ कमर्स मिनिता। अनि म एन्ड सिरी गाइज। अनि हामी चाहिँ यहाँ हल्का फोटो सुट भयो है सिंगल। अनि हामी दुईजना पनि खिच्यौँ। अब हामी यहाँबाट हल्का उता माथि डाँडा छ त्यहाँ जान्छौँ। अनि त्यसपछि ला के गर्ने होला सबैले खाएर आएर चाहिँ माथि जाने फेरि रेडी भइरहन्छ। ट्र्याक्टर रेडी भएको छ गाइज। तपाईँहरूले चाहिँ अब भिडियोको क्वालिटी चाहिँ कहिले
राम्रै पाउनुहुन्छ कहिले पहिलाकै अवस्थाको पाउनुहुन्छ है हामी केही भन्न सक्दैनौँ म्यानेज गरेर हेर्नु कस्तो कल्की गएको नि यो फुल यहाँ पनि फोटोसुट भइरहेछ यहाँको के खिचेर अरे के गर अरे हो एउटा मात्र है रेसिको ओइ साथीहरू पहिला अब के त्यहाँ चटपटे बन्यो होला होइन चटपटे खाएर आउने कि के गर्ने माथि जाने होला अनि अरूहरू चाहिँ तल बसिरहेको छ म चाहिँ माथि हेर्न आएको के रहेछ भनेर पुरै घाँसै घाँस रहेछ केही छैन त्यस यहाँबाट हल्का उतापट्टि सिटी देखिन्छ होइन अरू त केही देखिँदैन यार घाँसै घाँस मात्र रहेछ यतिजना त्यहाँ के हो जाँदिन गाइज अब यो रुखको यहाँ तल बसेर एउटा फोटो चाहिँ खिच्छु यस्तो ठाउँ देखिन्छ अनि उता चाहिँ हामी आएको यहाँनिर बसिरहेको छ तिनीहरू हाम्रो पिकनिक चाहिँ यहाँको कुनामा छ त्यहाँ गीत बजिरहेछ होइन अब जान्छौँ म पनि जान्छु अरूहरू गएँ म चाहिँ यहाँबाट जानुपर्छ बिरालो करायो त बच्चाको कराएर आइरहेको छ बिरालोको आवाज चाहिँ चिसो छ बाटो चिप्लो छ बिस्तारै हिँड्नुपर्ने हुन्छ अहिले म फेरि एकैचोटि तल पुग्छु के तल अब चाहिँ चटपटे बनिसकेको छ हामी चाहिँ चटपटे खान जान लाग्यो जान लाग्छ है बनिसक्यो छिटो एक्साइटेड चटपटे खाना हामी चाहिँ खानाबाट चाहिँ आएको अब चटपटे खानुपर्छ फेरि गाई चटपटे अब सबैजना चटपटे खाने टाइम भइरहेछ मेरो चाहिँ यहाँ छ है चटपट है यहाँ चाहिँ सिर्जनाको यहाँ बालक बनाइरह है साथीहरू कहाँ आउँछ र यस्तो अरू यता बिन्दालाई मिनिता मिनिता भन्दा भन्दै दाइहरूले नि खेलिरहनु भएको यहाँ भ्लग हो नि त यो त्यही भएर उहाँ मान्छेहरू त्यहाँमा केटीहरूले फोटो खिचिरहन है अनि हामी चाहिँ अब त्यहाँ माथि होइन चिप्लेटी खेल्न जान लागेको बचपना फिर्ता ल्याउनलाई गाइज अनि हामी चाहिँ यहाँ माथि आएको छौँ है यहाँबाट चिप्लेटी खेलेर हामी तल पुग्छौँ आउने हो ल जाऊ 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 तिमीहरू तल उनीहरू चाहिँ तलबाट भिडियो बनाउँछ म चाहिँ यहाँबाट अगाडिबाट बनाउँछु है राम्रो ठाउँ रहेछ ल गाइज अनि गाइज हामी चाहिँ अब यहाँबाट यसरी अब चढ्दैछ माथा मेरो खुट्टा च्यापे यार ल यहाँबाट यस्तो दामी भ्यू देखिन्छ है दामी 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 अब हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ है कस्तो राम्रो होस् है म त खिचिनँ औ अब यो त चिप्लिँदो रहेछ ओ यो त ग्रिन जस्तो छ यार हुन त मेरो यो फोर हुने भयो नि हो गाइस हल्का अगाडि जाऊ
हुँदैन सबैको हुन्छ उनीहरू त नखानु होइन यार म त झन् जुत्ता नलाइकन यस्तो छ जुत्ता कि खुट्टा कस्तो ओहो छ ओ हेर त न त मेरो पछाडि काम बसेछ जम्मू यहाँबाट हिँडेर है ओ त्यहाँ दामी देखिने भ्यू चाहिँ यार तर गाइज अनि म चाहिँ जुत्ता फुकालेर यहाँ जुत्ता सफा गर्दैछु फोहोर भयो कि अहिले यहाँनिर भिडियो बनाउनलाई खालि खुट्टा हिँडेर म भिडियो बनाउँछु अनि अलिअलि सफा गरौँ न भनेर फोटो मात्रै राम्रो आउनु पऱ्यो नि गाइज अनि हामी त राख्नलाई यहाँ रेडी होइन यता जोशीले पनि यस्तो गाइज यो मान्छेले चाहिँ यो खानालाई 15 दिएको होला भन्ने लास्टमा त्यहाँ हालिदिनलाई है यहाँ चाहिँ रेडी भइसक्यो सबै है हामी हालिदिन्छौँ अलिक खोले हुन्छ सोच्दिन नजिकबाट बनाउनु त टेकअप हुन्छ खानेकुरा टकटक नजिकबाट एक सबैको अब चाहिँ हामीले खाना लगाएको है त्यहाँ सर्भ गरेर अब हाम्रो पालो थप्नुपर्छ खसीको मासु सबैले खाएँ ल मनी सबैजना मटन दाई हामीसँगैको हो कि गाइज अब चाहिँ हामी पिकनिक सक्यो अब हामी घर फर्किँदैछौँ आज छिटै घर पुगिन्छ होला ए कति बोल्यो 4:23 भयो 4:23 भयो अनि पुग्छौँ होला 7 बजीतिर यहाँ पार्कमा छौँ हामी रेड कलर बाई बाई